आजभन्दा ठ्याक्कै 287 दिन अघि जेल चलान भएका रवि लामिछाने अन्ततः रिहा भएका छन्। बिहिबार मात्रै उच्च अदालत तुलसीपुरको बुटोल इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। तर रविलाई रिहा गर्न 2,74,84,84,000 बिगोमा गरिएको छ। अब यो रकम बुझाएर मात्रै रवि जेल मुक्त हुनेछन्। कार्यकर्ता तथा समर्थकहरूमा छुट्टै उत्सव सुरु भएको छ। अब रविलाई रिहा गर्ने आदेशमा के भनिएको छ त्यो हेरौं। आदेशको सुरुमा भनिएको छ प्रतिवादीले बिगोको हकमा दामाशाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो। बचतकर्ता तथा लगानीकर्ताको रकम सुरक्षित नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको ब्याङ्क जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनु। जसका लागि न्यायाधीश द्वयले रविलाई रिहा गर्न 5 शर्त अघि सारेका छन्। नम्बर 1, सुरु जिल्ला अदालतले मिति 2081-10-13 मा सुरु थुन्चेकको क्रममा माग गरेको धरौटी रकम दफा 68 अनुसार स्वीकार गर्ने। नम्बर 2, प्रतिवादीले निवेदन साथ पेश गरेको ब्याङ्क जमानत ग्यारेन्टी रु 2,74,84,000 बिगोका हकमा सुरक्षित गर्ने। नम्बर 3, प्रतिवादी व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने। नम्बर 4, सुरु जिल्ला अदालतको मिति 2082-4-26 को आदेश बदर गरिएको छ। नम्बर 5, अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोका हकमा थप दायित्व सिर्जना गरेमा तिर्ना बुझाउन मन्जुर भए सोको कागज गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुना मुक्त गर्नु। अदालतले रवि लामिछाने रिहा गरे पनि उनीसँगै मुद्दा चलेका छविलाल जोशीलाई भने थुनामै राख्न आदेश गरेको छ। रवि लामिछाने तिनै पात्र हुन् जो माथि सहकारी ठगी र संगठित अपराध सहित सम्पत्ति शुद्धिकरणको मुद्दा छ। रूपन्देही मात्रै नभएर काठमाडौँ, कास्की, चितवन र पर्सामा समेत मुद्दा अदालतमा विचाराधीन छ। तर अघिल्लो सरकारले प्रतिशोध साँधेर जेल हालेको भन्दै उनी सभापति रहेको पार्टी रासुपाले निरन्तर विरोध गर्दै आएको छ, जसले अहिले प्रतिशोध सचिएको बताएको छ। रविको मुद्दामा रासुपालाई जनताले सबै साथ दिएका छन्। अन्ततः रविलाई अदालतले थुनामुक्त गरेसँगै उनका समर्थकहरू उत्साहित भएका छन्। भोलिलाई दाइकोरी भोलिलाई छुटपुर्जी चाहिने र जिल्ला अदालतबाट छुटपुर्जी आउनु हुँदा भैरवा जिल्ला अदालतमा भोलि दाइ यहाँबाट उहाँ पुग्न पर्ने र छुटपुर्जी लिने भएका कारणले भोलि उनीको सबै साथीहरू भैरवामा यहाँ आज साथीहरू आइरहनु भएको छ। यहाँ भैरवामा आज नहुनुहोस् धन्यवाद। हजुरहरू उत्तर गरिदिनु भयो भने अब रवि पक्राउ पर्दादेखि रिहासम्मको घटनाक्रमलाई केलाएर हेरौँ। 2081 कार्तिक 2 पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ। कास्की हिरासतमा 84 दिनको बसाई। कार्तिक 4 कास्की जिल्ला अदालतमा 6 दिन म्याद थ। कार्तिक 8 कास्कीमै दोस्रो पटक 7 दिन म्याद थ। कार्तिक 20 कास्कीमै तेस्रो पटक 10 दिन म्याद थ। कार्तिक 25 कास्कीमै चौथो पटक 13 दिन म्याद थ। कार्तिक 25 अनुसन्धानका लागि पोखराबाट भैरहवा लिएर बयान। मङ्सिर 9 कास्कीमै पाँचौं पटक 15 दिन म्याद थ। मङ्सिर 13 अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगेर बयान। मङ्सिर 18 अनुसन्धानका लागि काठमाडौँबाट चितवन लगेर बयान। मङ्सिर 23 कास्कीमै छैठौं पटक 4 दिनका लागि म्याद थ। मङ्सिर 24 अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो। मङ्सिर 25 पर्सामा बयान। मङ्सिर 26 पर्साबाट काठमाडौँ हुँदै पोखरा लगियो। मङ्सिर 27 5 दिनका लागि कास्कीमा 7औं पटक म्याद थ। पुस 1 प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश। पुस 2 जिल्ला अदालत कास्कीद्वारा 4 दिनका लागि 8औं पटक म्याद थ। पुस 7 कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर। पुस 8 सांसद पद निलम्बन। पुस 21 स्वर्ण लक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा रवि सहित 39 जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता। पुस 24 जिल्ला अदालत कास्कीद्वारा 65 लाख धरौटीमा थुनामुक्त गर्न आदेश। चैत 18 रिहापछि पार्टी सभापतिमा फिर्ता। चैत 22 उच्च अदालत तुलसीपुरको आदेश अनुसार थुनामा पठाउन घरबाटै प्रहरी नियन्त्रणमा। भदौ 24 जनजी आन्दोलनका क्रममा जेल मुक्त र 5 दिनपछि भदौ 29 मा पुनः कारागार उपस्थित। पुस 3
उच्च अदालत तुलसीपुर बुटोल इजलासको आदेश अनुसार 2,74,84,00,000 धरौटीमा रिहा। रवि लामिछाने रिहा भए लगत्तै नेपाली राजनीतिमा नयाँ कम्पन आएको छ। फागुन 21 मा चुनाव हुन गइरहेको छ। यही बेला रवि रिहा हुनुलाई अर्थपूर्ण मानिएको छ, किनकि रवि रिहा हुन बित्तिकै रासोपा नै देशको पहिलो शक्ति बन्न सक्छ भन्ने विश्लेषण भइरहेका थिए। किनकि पुराना दलहरू विरुद्ध भएको जन्जी विद्रोह र विश्वासिलो नयाँ वैकल्पिक शक्ति समेत नबनेको यो अवस्थामा रासोपालाई फाइदा पुग्न सक्छ। के रवि फेरि पक्राउ पर्न सक्छन्? रवि लामिछाने विरुद्ध 5 जिल्लामा मुद्दा चलिरहेकाले उनी फेरि पक्राउ पर्न सक्ने सम्भावना पनि छ। तर त्यसका लागि सरकारी वकिल उच्चको आदेशमा चित्त नबुझेको भन्दै सर्वोच्च जानुपर्ने छ। यो सुनौ। अब घटनाक्रम रवि आइनुको मतलब चाहिँ उसले अब अरू पोलिटिकल पार्टीसित मजाले कोअर्डिनेसन गर्न सक्छ। भनेको फेरि सरकारमा रवि पुग्न सक्ने सम्भावना पनि त भएन हैन? मतलब सरकार भन्दा अब आउने सरकार भनेको चाहिँ सर्वदलीय सरकार हुनसक्छ। आएपछि त एउटा ठुलो पङ्क्तिबाट रवि त अटोमेटिक आयो नि त, अरू पनि आए सरकारमा आउनु उसको पार्टी आउन सक्छ। ऊ आउला नआउला आफ्नो कुरा हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी आउँछ। त्यो आउनु भनेको मतलब राजनीतिक फेरि केही जेन्जीको आन्दोलनले एउटा नयाँ रूप पनि दिन सक्छ कि मैले भनौँ न तपाईँ कार्यान्वयन गरी पछिबाट जुन चाहना र आकाङ्क्षाबाट जो आन्दोलन भएको थियो ठुलो रुमल्जीको सुशीला कार्य जे गर्न सकेको थिएन त्यसलाई फेरि एक स्टेप अगाडि चाहिँ बढाउन सक्छ भन्ने देखिन्छ। है तिम्रो अब सुशीला कार्यको त हैसियत रहेन त के आधारले सुशीला कार्य काटियो पर्ने हो भन्ने पनि कुरा आयो। र अब यिनले चाहिँ के गर्न सक्छ भने सर्वदलीय सहमति मतलब अब संसद स्थापना गर्ने जुन एमालेको चाहना छ त्यसलाई पनि पुर्याइदिने। तर अब गुरुङले के भने सुदन गुरुङले पनि जेनजीले के भने हामी संसद त गर्छौँ, खालि यी पुराना संसदलाई ल्याउने हिसाबले होइन कि सहमति गरेर कुन कुन एजेन्डामा संविधान संशोधन या त परिमार्जन गर्नुपर्छ त्यो कुरा तय गर्ने। अनि सबै सहमति भएपछि अनि को मान्छे चाहिँ त्यो पुनर्व्यवस्थापन हुने व्यक्ति चाहिँ आउन सक्छ जो एउटा चाहिँ राखेर। तर त्यो पुरानो सांसद ल्यायो भने हामी विश्वास गर्दैनौँ, भोलि नमान्दैनौँ के गर्ने हाम्रो बहुमत हुने गरेर राखौँ र एजेन्डालाई स्वीकृत गर्नको लागि चाहिँ संसद ल्याउने व्यवहारिक कुरा हुन्छ नि त्यो हुन्छ। त्यसपछि त्यो द्रुत संसद टिकटहरू निर्वाचनमा जाने भन्ने कुरा छ। अब त्यो कुरालाई अगाडि बढाउन सक्छ। त्यो देश राजनीतिले अब हिजोको जबसम्म अब फागुन 21 सुशीला कार्य सहजबाट निर्वाचन गरेर उनले गर्छ भन्ने कुरा चाहिँ परिवर्तन हुनसक्छ। अब फेरि पक्राउ पर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन? किनकि 5 जिल्लामा अहिले पनि मुद्दा चलिरहेछ होइन। अब यस्तो छ, यसले एउटा बाटो त खोल्यो। कुरो के हुनसक्छ त्यो आदेशमा चित्त बुझेन भनेर सरकारी पक्ष चाहिँ सर्वोच्चमै जान सक्छ। जसरी यही निवेदन दफा 71को निवेदन फौजदारी कार्यविधि संहिताको दफा 71को निवेदन दिएर सुरुमा त रवि लामिछाने त रूपन्देही जिल्ला अदालतमा गएको हो नि त। अनि रूपन्देही जिल्ला अदालत चाहिँ उसले चाहिँ छोडेन। अनि त्यो कुरा चित्त नबुझेर उनी चाहिँ उच्च अदालतमा आए। उच्च अदालतले अहिले छोडिदियो। अब चित्त बुझ्यो भने सरकारी वकिल पनि माथि पनि जान सक्छ। फेरि माथि गयो भने माथि सर्वोच्चले के गर्छ भन्ने सर्वोच्चमा जान्छ। अबको सन्दर्भमा सर्वोच्चले 1 महिना 2 महिना लाग्छ। मलाई लाग्छ त्यो परिस्थिति धेरै चेन्ज भइसक्यो। भनेको 1-2 महिनाको अवधिमा चाहिँ अर्को झन्झट आएन, आउन सक्छ भने सर्वोच्चले होइन त्यो गरेको बदल थिएन त्यसलाई छोड्न मिल्दैन पनि बोल्न सक्दैन। त्यो त बोलेको भनेको यदि अब सर्वोच्चले उहाँलाई छोड्न मिल्दैन भनिदियो भने फेरि चुनावमा जान सक्ने सम्भावना जान सक्छ। त्यसका लागि चुनावमा गयो भने पनि चुनाव लड्ने बाटो चाहिँ रोकिँदैन है। त्यसका लागि चाहिँ तपाईँको के हुने भयो भने अहिले सरकारी वकिल अब उच्चले आदेश दिइसकेपछि त्यसका विरुद्ध चाहिँ सरकारी वकिल सर्वोच्चमा जानु पर्यो। सर्वोच्चमा गइसकेपछि सर्वोच्चले यो रिहाई गर्ने या त चुनावमुक्त गर्ने आदेश ठिक थिएन भनेर यदि भन्यो भने उनी जेल जाने भयो फेरि, नत्र भने यही आदेश अगाडि चल्ने हो उनी चुनाव बाहिरै रहन्छन्। तर यो चाहिँ जानुपर्छ बाध्यताको कुरा हो, सरकारी वकिलको कुरा हो। रविले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71 अनुसार थुना मुक्त हुन माग गरेर निवेदन दिएका थिए। उक्त दफामा मुद्दाको कारबाहीको जुनसुकै अवस्थामा पनि आरोपितलाई थुना वा जमानतमा राख्न सकिने व्यवस्था गरिएको छ। उक्त दफामा भनिएको छ मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगे पनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा 67 बमोजिम थुनामा राख्न वा दफा 68 बमोजिम धरौटी जमानत वा ब्याङ्क ग्यारेन्टी माग्न सक्नेछ।